गीत चाहिँ कुन हो यो ठिक छ त ह्यापी चाहिँ खाली आमा मेरो त खाइदिए तिमी देखेन नि यस्तो गर अलिक यस्तो गर तिमी देखेन क्या भयो के देखिहाल्छ नि यस्तो यस्तो गरेपछि म चाहिँ ताली बजाउँछु ल फेक देखाछ ए बर्थडे त केक त देख्नु पर्यो नि यार केक काट्यो नि भुइँमा अनि उतापट्टि ल ल कसरी मरिसक्यो मर्दै जान्छ त जिन्दगी ल ह्यापी बर्थडे तिमीहरूले भन न खोइ ह्यापी न काजमा यार मलाई चाहन्छ यार ठुक्नु जल्दी ह्यापी आँखामा हाने यार आँखामा छिरे के भयो आँखामा पुरा म त पोहोरको सालै काबु भएको नि राख्नु न बर्थडे टु यु ह्यापी बर्थडे रन्डु यसरी ह्यापी बर्थडे सम्झे ह्यापी बर्थडे टु यु डियर सिजन सोल्टी है ल जन्मदिनको तपाईँलाई लाखौँ लाख शुभकामना छ अझ स्ट्रङ हुँदै जाउँ हामी होइन मुखमा ल भयो यतातिर नि हान्दिनँ यिनीहरूलाई नि खोइ कागज दुईजना भएको भए त हान्दिनँ मैले पुरै भएन हामी काट्नु हो सोल्टी यार अब यस्तै भयो अब के छैन उयो म त नमनाउने भनेको यसो बस्नु सक्यो त जुगमै भाइ अघि एउटा यसरी ओछ्याउनु पर्ने रहेछ वा खतरा लेखेको केटोले जान्छ यो त एकछिन जान्छ सम्झि टेन्सन नगर्नु तपाईँ यार ल काट्नु हामी थोपु त मोबाइल त किन्छु ल थोपु त दुश्मनले नहेरोस् के खाओस् रैला हान्दैछ हाम्रो बर्थडे को जे छ यहाँ सबै जिल्लामै होला पर्दैन तपाईँ भन्दा बर्थडे हेभी बर्थडे सम्झि ल थोरै यता लाउनु पर्छ यो सम्झि कसम थोरै ए नलाउनु धेरै यार चिलाएर अहिले चिलाउँदैन अहिले हैन नुहाउनुलाई नुहाउनु पर्यो नि त यार टिका लाउनु पर्यो नि त ल मेरो बहिनी चाहिँ थोरै रे राख्दिन चोल्टे यही खानु त खेर खेल्नु न ल त्यसरी सम्झिनु यता लाग्यो त यस्तै भयो सोल्टी होइन रुम चाहिँ सानो भयो अब के गर्नु त यस्तै छ म पनि अब मुसको दिलो भित्र छिर्ने हो टिस्यु छैन तान्नु त टिस्यु अहिले टबेल त खतम अरे हुन्छ बे त थ्याङ्क यू मलाई रोम यहाँ छ पछाडि गर्दातिर हाम्रो चोल्टी लाग्यो अरे मुला रोम हो बर्थडे थ्याङ्क यू हजुर दुईजना मक्खा छ है वेट गरेको छ क्या हो टिका चाहिँ छैन है ल यसले पुस्नु ल छैन कि टाउकोमा राख्ने क्या पर्दैन के टाउकोमा यस्तै हो आँखा मात्रै बुझ्छ न अरू त राख्ने हुँदैन केटा यो माथिको त राख्नु 2 दिनसम्म यस्तै राख्नु भोलि ड्युटी पनि यसै जान्छ डेन्जर ए खतम पारे केक यार आँखा रसाउँछ अहिले म त पोहोर काबु भएको नि ड्युटीमा आँखा पोलेर यार पोहोर होइन पोहोरको सम्झि यहाँ हालाउले आउँदैन के कस्तो रहेछ यहाँ के नानी हो ल बुढी खाऊ केक हालाउले वही रन्डा मेरो मायाले यता चाहिँ खतर देखेर यहाँ अलिकति बुढी अहिले वही सरी नि भने बुनेलाई अनि यहाँ छेउमा भए त म तिमीलाई पनि खाइदिन्थेँ नि त नि यो त कसम यो त अहिले खाइरहेको बुढीले खुवायो अब मै खाएँ टबेलसँग जाखा केकमा सबै पानी गाउँ लागि ए ठिक छैन हेर ल हालाउले वही खतम पारे केक यार डाको बस्दो रहेछ यार यो त बस्दै थियो बाह्र राख्दा राइट सबै कहाँ केक माथि खसाल्नु भयो त के खान्छ ल खानु न अब उतालाई तर यो अलिक पुछ न यार के पुछ्दै छैन अब उता जाऊँ न हो किचनतिर जानु त डुलाइदिनु ल त मुन्नालाई दिनु त मुन्ना
यतै म बुझेँ तपाईँसँग नै के नि म त के खानु लाई, लाई, लाई। खाएको यो त खत्तम बनाइदिएको र भोजन त पनि अझै भएन कि होइन भयो कि भयो सक्यो एउटा कहाँ त एउटा तिमी छेउमा हुन्छ है दाइ त यस्तो गर्थ्यो नि मेरो मुखमा हालेछ यसरी छेउमा भयो हाल्दै कि भयो होइन भयो एकछिन सिकिन गरी गर्नु पर्यो नि यार अच्छा तिखमा भाइ ल हेर कान भएर यस्तो हाले यो त हाल्नु त सोल्टी यो हाल्नु त सोल्टी अर्को केही छ फोर त्यहाँ हेर्नु रे म त्यही सोल्टी अब सोल्टी नै फोर्छ यहाँनिर बुदौली सधैँमा माया बस कान्छीको मुटुको भिडियो चाहिँ के भयो लास्टमा त भिडियो चाहिँ के भएछ